नेपाल बौद्ध धर्म परिचय समाजका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट सम्पूर्णलाई टाँसिदिले नमस्कार भ्याफुल्ला भन्न चाहन्छु। र आज धर्म कार्यक्रम सुरुवात गर्ने भन्दा अगाडि रेम्पुचे ज्यूको म परिचय छोटकरीमा दिन चाहन्छु। र सर्दै डाक्टर गेसेलोपसाङ दावाज्यूको संक्षिप्त परिचय भन्नुपर्दा सर्दै डाक्टर गेसेलोपसाङ दावाज्यूको जन्म सन् 1971 मा नेपालमा भएको थियो र त्यसपछि आफ्नो शिक्षा र ज्ञान हासिल गर्नु बारेमा म छोटकरीमा र प्रथम नेपालको बौद्ध महास्तूपको शाह उपाध्याय भएर रहनु भएको थियो। सन् 1977 मा उहाँ भारत पाल्नु भई मसुरी सीएसटी स्कुलमा आधुनिक शिक्षा अध्ययन गर्नुभयो। त्यसपछि उहाँ प्रवज्या भन्नाले भिक्षु हुनुभयो। सन् 1983 देखि सन् 1997 सम्म धर्मशालाको इन्स्टिट्युट अफ बुद्धिस्ट डायलेक्टिक्स संस्थामा परमगत शिक्षा तथा आधुनिक शिक्षा विशेष गरिकन पञ्च बौद्ध महाशास्त्र, बौद्ध सूत्र र तन्त्रबारे पूर्ण रूपले ज्ञान हासिल गर्नु भई शैक्षिक प्रमाणपत्र प्राप्त गर्नुभएको थियो। त्यसपछि दक्षिण भारतका डेबुङ लोसलिङ विश्वविद्यालयमा बौद्ध शास्त्रको अभिधर्मकोश र विनय सूत्रबारे अध्ययन गर्नुभई सन् 2002 मा घेसे छोरङपको उपाधि हासिल गर्नुभएको थियो। सन् 1983 देखि अहिलेसम्म आर्य अवलोकितेश्वर परम पूज्यनीय मूल धर्मगुरु दलाई लामाज्यू लगायतका अन्य चारै परम्पराका सद्धर्मगुरुज्यूहरूबाट समेत सम्पूर्ण बौद्ध शास्त्रका अभिषेक अगम व्याख्या पूर्ण रूपले शिक्षा दीक्षा लिनु भएर बौद्ध धर्मभित्रका सबै परम्पराका थेरावादा, महायाना, वज्रयाना लगायत निङ्मा, कग्यू, साक्या र घेलुक्पा चारै परम्पराको नन सेक्टेरियन धर्म निर्विच्छेदको अगम व्याख्या र उपदेशहरू पूर्ण रूपले लिनुभएको छ। विशेष गरिकन ध्यान तपस्या गरी एक बौद्ध महान विद्वान हुनुहुन्छ। र त्यसपछि उहाँले बुद्ध शासन र प्राणीहरूको लागि गर्नुभएको योगदानहरू अहिलेसम्म लगभग 20 वर्ष उहाँले धर्मशाला स्थित इन्स्टिट्युट अफ बुद्धिस्ट डायलेक्टिक्समा अध्यापन गराउँदै आइरहनु भएको बेला बौद्ध व्याकरण, बौद्ध भाषा र बौद्ध दर्शन धेरै वर्षसम्म सिकाउँदै आइरहेको छ। विशेष गरेर सन् 1997 देखि 2016 सम्म लगभग 20 वर्ष महाबौद्ध ग्रन्थको आचार्यको रूपमा बौद्ध व्याकरण, बौद्ध भाषा, बौद्ध दर्शन र मार्गक्रमको विषयहरू सिकाउँदै आइरहेको थियो। उहाँले बौद्ध शिक्षा आचार्यको कार्यभार सम्हाल्दै आएको हुनाले उहाँ एकपल्ट शिक्षा विभागको प्रमुख समेत बनिसक्नु भएको छन्। 2017 मा एसोसिएटेड प्रोफेसरको प्रमाणपत्र प्राप्त गरिसक्नु भएको छ। सन् 2004 देखि उहाँको परम मूल गुरु अवलोकितेश्वरको आज्ञा अनुसार अहिलेसम्म सर्वसाधारणको लागि बौद्ध धर्म परिचय समाजको बौद्ध आचार्यको कार्यभार सम्हाल्दै सर्वसाधारणहरू, पाठशाला, स्थानीय गाउँ, उपासक उपासिक र विभिन्न बौद्ध संस्था विशेष गरी युवा युवतीलाई बौद्ध धर्मको परिचय साथै सही मार्ग देखाउनु हुँदै सतप्राणीको लागि महाहितकारी कर्महरू गर्दै आइरहेको छन्। त्यस मात्र नभएर सन् 2012 देखि भारतमा सर्वसाधारणको लागि ध्यानशाला र अथवा ध्यान तपस्या गर्ने ठाउँ र सन् 2012 देखि नेपालमा पनि नेपाल बौद्ध धर्म परिचय समाजका स्थापना गरी समाजको अध्यक्षको पदमा रहेर नेपालका विभिन्न स्थान, गाउँ, विशेष गरी दुर्गम क्षेत्रहरूमा उहाँ स्वयं जानुभई जस्तै यहाँ आउनुभएको जस्तै केवल पर कल्याण मात्रको उद्देश्यले बौद्ध धर्मको परिचय साथै त्यसरी नै धर्म पुस्तकहरू र पत्रिका, रेडियो, एफएम र टेलिभिजन च्यानलहरूको माध्यमबाट पनि विश्वभरिका सतप्राणीलाई बौद्ध विज्ञान, बौद्ध दर्शन तथा ध्यान साधनाबारे, बौद्ध संस्कार, बौद्ध परम्पराको संरक्षण, सम्वर्धन एवं प्रचार गर्दै आइरहेको छन्। र
उहाँ अहिले नन सेक्टरियन बुद्धिस्ट मास्टर। यो हामी सबैले बुझ्नुपर्छ। 4 परम्परा छ हाम्रो बौद्ध धर्मभित्र, यिङमा, कग्यु, स्याके, घेलुक र थेरावादा, माहेना, बजरायना लगायतका सबै परम्पराको अगम व्याख्या र अभिषेकहरू सबै उहाँले प्राप्त गर्नुभएको छ। र अहिले उहाँ नन सेक्टरियन बुद्धिस्ट मास्टर र महापण्डितको रूपमा पनि हामीले चिन्न सकेको छौँ र हामी भाग्य पनि हुनुहुन्छ यस्तो गुरु, यस्तो रिम्पोछे हाम्रो अगाडि हुनुहुन्छ। र निस्वार्थ एवं परहितको स्वच्छ विचार लिएर जात जातिको भेदभाव नभई सत प्राणीहरूलाई लाभकारी टेवा पुर्याउँदै आइरहेको छन्। उहाँको यस्ता महान परहित कार्यप्रति म नेपाल बौद्ध धर्म परिचय समाजका महासचिव र सबै यहाँका मानी मलमका तर्फबाट पनि उहाँको यस्ता महान कल्याण र महाकर्मका हुनाले मेरो तर्फबाट र सबैको तर्फबाट सर्दै डाक्टर केशवलक्ष्मी धावाज्यूलाई धन्यवाद का साथै उहाँको परिचय छोटकरी म यहाँ टुम्गाउन चाहन्छु। धन्यवाद। हामी सबैले यो थाहा हुनुपर्छ, धर्म परिचय गर्नु बेलामा, धर्म अनि पूजाहरू गर्नु बेलामा चाहिँ अनि पहिला गर्ने एउटा छ, त्यसलाई चाहिँ के भन्छ भनेदेखि अनि हाम्रो सोच चाहिँ पहिला राम्रो एउटा अनि धर्मको सोच एउटा बनाउनु पर्छ। त्यसको लागि हामी सबैले सांगे छोदा चोगे छोनमला छन्जु पर्दो दाने केसु छे दागे जिसु गिवे छोनागी डोला पेन्चे सांगे डुबर शो भनेर बुद्ध धर्म सँगलाई ढोक्ने अनि जीव जन्तुहरू सबैको लागि मैले बुद्ध अनि प्रार्थना गर्छु, बुद्ध होस् भनेर बुद्धिचितको एउटा मोटिभेसन अनि सोच चाहिँ पहिला आशा र चित्त उत्पाद पहिला चाहिँ हामीले यो राम्रो गर्नुपर्छ। त्यसको पछि चाहिँ अनि गुरुले धर्म परिचय गर्ने, तपाईँहरूले चाहिँ राम्रो सुन्ने। त्यो बेलामा चाहिँ अनि कोही कोहीहरूले रेकर्डिङ पनि गर्न सक्छ, तर सबैले फोन चाहिँ अहिलेदेखि नै अफ गर्नुहोस्। धर्म परिचय गर्दै गर्दै फेरि फोन आउँछ, कुरा गर्छ, अनि त्यो कुरा गरेको हो कि धर्म परिचय गरेको हो कि के हो थाहै नहुने, त्यस्तो हुनु हुँदैन। गुरुहरूले भन्छ धर्म परिचयको बेलामा चाहिँ मान्ने यस्तो जप्ने पनि छोड्नुपर्छ, मान्ने यस्तो गर्ने पनि राखेर राख्नुपर्छ, आफ्नो ध्यानहरू सबै धर्मलाई दिनुपर्छ भनेर भन्नुहुन्छ। त्यसको कारणले फोन चाहिँ अनि स्विच अफ गर्नुहोस्, नत्र फ्लाइटमा राख्नुहोस्, अनि रेकर्डिङ चाहिँ गर्नुसक्छ। अनि किताब र हाम्रो यहाँ नानीहरू पढ्नेहरू छ नि, अनि आफ्नो आफ्नो कलम र किताबहरू सबै तयार गरेर अनि नोट गर्नुसक्छ। मैले भनेको कुरा चाहिँ अनि सबै सुन्नु त सबै सुन्छ, तर मनमा सबै तुरुन्त राख्नु सक्दैन। त्यसको कारणले अनि नोट गरेर राख्यो भनेदेखि फेरि पछि याद हुन्छ नि, धेरै फाइदा हुन्छ। त्यसको कारणले नोट गर्ने त्यस्तो गरेर चाहिँ सबैले राम्रो सुन्ने। अब धर्म परिचयहरू सकेर फेरि लास्टमा चाहिँ अनि थामा देखार्छ अन्तिममा, अनि हामी सबैले मोलमहरू डेडिकेसन भन्छ नि इङ्ग्लिसमा, निदान प्रार्थना गर्ने। त्यो चाहिँ यो तीनवटा कुरा चाहिँ जहिले तपाईँ धर्म गर्छ, आफ्नो घरमा गर्छ, फेरि हाम्रो यहाँ गुम्बामा गर्ने, अनि यस्तो धर्म परिचय त्यस्तो बेलामा त्यो तीनवटा चाहिँ सबैले ध्यान दिनुपर्छ। त्यो तीनवटा राम्रो भएदेखि अनि हाम्रो धर्म परिचयहरू पनि राम्रो हुन्छ। त्यो तीनवटा चाहिँ राम्रो भएन भनेदेखि अनि धर्म परिचय राम्रो हुँदैन। अब यति हो। अनि अब सबै राम्रो गरेर बस्नुहोस्। अनि धर्म सुन्दाखेरि चाहिँ आँखा यताउता नहेर्ने, कानले पनि यताउता नसुन्ने, जो गुरुले भन्छ त्यो मात्र सुन्ने है। अनि मन पनि त्यहीँ गुरुले भनेकै अनि त्यसको मतलबमा चाहिँ सोच्नुपर्छ। फेरि जिउ चाहिँ धर्म अनि परिचय गर्ने ठाउँमा चाहिँ बसेको, फेरि मन चाहिँ सबै सारतिर घुमेर यताउता घरतिर लिएर घुमेर बस्यो भनेदेखि केही फाइदा छैन होइन। त्यसो कारणले सबैले राम्रो गरेर सुन्नुहोस्। भयो भनेदेखि अनि साइन्टिफिकको कुरा
वैज्ञानिकको कुरा गऱ्यो भनेदेखि यो छेउमा पनि भन्छ धर्म पनि भन्छ जिउ चाहिँ सिधा बस्नुपर्छ। पहिले नै जिउहरू यसरी बस्यो भनेदेखि अनि पछाडिदेखि घामले ताप्यो है, घाम तापेर चाहिँ तातो भयो अनि जिउ पनि यसरी बस्यो अनि पछि चाहिँ धर्म सुन्दै सुन्दै निन पनि आउँदै गरेर अनि त्यो हुन्छ। त्यसको कारणले जिउहरू चाहिँ सबै सिधा बस्यो भनेदेखि आफ्नो भित्र चाउमा भनेर गर्छ नसाहरू त्योहरू सिधा हुन्छ। त्यो भयो भनेदेखि जिउको भित्र त्यो लुङ अनि वायुहरू पनि धेरै राम्रो त्यो जानु सक्छ अनि त्यसको कारणले चाहिँ मन पनि धेरै फ्रेसमा मन पनि धेरै एक्टिभमा हुन्छ। त्यो एक्टिभ सुरु गरेर स्वास्थ्य राम्रो त्यस्तो हुन्छ। त्यसको कारणले सबैले राम्रो गरेर चाहिँ सुन्नुहोस् भनेर अनुरोध गर्दैछु। अब म सुरु गर्छु। पहिला हामी सबैले अनि चित्त उपारवा चित्त उत्पाद राम्रो गर्नुहोस्। नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्सा बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि। नमो गुरुवे नमो बुद्धाय नमो धर्मय नमः संघाय। 강기 도중에 손에 다와 담제 방매시를 담배 최년들 고담대라 창세로 분석계의 제외 주배고 타연 주배라고 공에서 말루시아 지신 세배도 샤게 조원대라 고자 자 상계 담진 대외권 도전 전병원 연구소는 윤성원 대만만만 장서로 발전자라만 모든 다견적으로 변된 조라가린 전병원은 고송도에 먼저 zan도서 सर्वप्रथम बुद्धले पहिला धर्म परिचय चाहिँ पाली भाषामा दिनुभएको छ। त्यसो कारणले मैले पहिला पाली भाषादेखि नमो तस्स भनेर अनि बुद्धलाई ढोकेको। फेरि बुद्धले अनि संस्कृत भाषामा अनि धर्मदेशना गर्नुभएको। त्यसको कारणले मैले यहाँ अनि संस्कृत भाषामा बुद्धम शरणम गच्छामि देखि नमो गुरुवे भने संस्कृत भाषामा चाहिँ अनि बुद्ध धर्म संघ गुरुलाई ढोकेको। अनि त्यसको पछि चाहिँ अनि बुद्धको धर्म चाहिँ बिस्तारै बिस्तारै अनि सम्बुद्ध लेभलमा अनि बुद्ध धर्म चाहिँ धेरै फैलाउनु भएको। हिनयानाको धर्म, महायानाको धर्म अनि वज्रयानाको धर्मदेखि लिएर यो संसारमा जति बुद्धको धर्म छ त्योहरू सबै सम्मिलित सम्बुद्ध लेभलमा सबै छ। त्यसो कारणले यो सम्बुद्ध लेबीले बुद्ध धर्मलाई धेरै अनि फाइदा भएको छ। त्यसो कारणले मैले अनि सम्बुद्ध लेबीमा बुद्धलाई
टोकेको त्यो मात्रै नभएर खाङ्गी थुजु सुन्ने भनेर बुद्धको कृपाहरू सबै सोचेर उहाँको कृपाहरू सबै सम्झेर उहाँले अनि रोकेको हो। त्यसो कारणले अनि पहिला मैले जो ढोग्ने र अनि प्रार्थना गर्नुपर्ने चाहिँ अनि गरेको हो। अब अघि मैले भनेको जस्तो बुद्ध सत्वहरूले काम चाहिँ चारवटा देखि गर्नुहुन्छ भन्यो। एउटा चाहिँ अनि दान दिएर गर्ने, त्यही दोस्रो मैले अघि हजुरहरूलाई सबै दिएको छ। अब अहिले चाहिँ अनि दोस्रोमा बुद्ध सत्वहरूले धर्म परिचय, धर्मको अनि देशना गर्नुहुन्छ। त्यही दोस्रो गरेर अब अहिले मैले अनि बुद्ध धर्मको बारेमा भन्न चाहन्छु। पहिला चाहिँ अनि धर्म परिचय भन्ने चाहिँ अनि कस्तो हो, त्यो महत्त्वपूर्ण के हो, त्यसको बारेमा चाहिँ पहिले भन्नु चाहन्छु। अनि त्यसको पछि चाहिँ धर्म परिचय गर्ने हो। पहिला अनि इङ्ग्लिसमा इन्ट्रोडक्सन टु बुद्धिज्म भन्छ, अहिले हाम्रो नेपालीमा चाहिँ धर्म परिचय भन्छ। अब त्यो धर्म परिचय भने चाहिँ हुनु चाहिँ के भनेको हो भनेदेखि बुद्धको धर्म चाहिँ यस्तो यस्तो हो भनेर बुद्धको धर्म चाहिँ अनि सबै जानकारी दिनुहुन्छ। धर्म परिचय गर्नु बेलामा चाहिँ बुद्धको धर्महरू सबै सिकाउनुहुन्छ। त्यसो कारणले अब बुद्ध धर्म परिचय भनेको र बुद्धको शिक्षा दिने अनि बुद्धको धर्महरू सबै सिकाउने भने चाहिँ एउटै हो। अब त्यसो कारणले हामीले बुद्ध धर्म अनि सिक्यो भने, हामीले बुद्ध धर्मलाई पढ्यो भने के फाइदा छ त्यो चाहिँ हामीले चाहिँ थाहा हुनुपर्छ। त्यसो कारणले चाहिँ अनि बुद्ध स्वयंले कङ्गुरको भित्र के भनेको छ भनेदेखि थ्योपे छेनम सेबरग्युर थ्योपे दिग्ले दोबरछे थ्योपे त्योमा इमा पोङ थ्योपे न्याङे देव थोप भनेर चारवटा छ। त्यसको गुण, त्यसको फाइदा, बुद्ध धर्म पढ्यो भनेदेखि के फाइदा छ भनेदेखि अनि पहिला नम्बर 1 मा के छ भनेदेखि थ्योपे छेनम सेबरग्युर, बुद्ध धर्मले पढ्यो भनेदेखि तपाईले अनि बुद्धको धर्महरू सबै थाहा हुन्छ भनेको। तपाईले आफ्नो जिन्दगीमा चाहिँ हामीले के चाहेको छ, सुख चाहेको छ, हामीले के नचाहेको छ, दुःख चाहिँ हामीले चाहिँदैन। हामी दुःख भने चाहिँ चाहँदै चाहिँदैन, सुख भने चाहिँ हामीले चाहेको छ। फेरि दुःखमा पनि दुईटा हुन्छ, जिउदेखि अनि भएको दुःख हुन्छ, शरीरदेखि भएको दुःख हुन्छ, चित्त मनबाट भएको दुःख भनेर दुईटा हुन्छ। फेरि सुखमा पनि दुईटा हुन्छ, अनि जिउदेखि भएको अनि शरीरदेखि भएको कायादेखि भएको अनि दुःख एउटा हुन्छ, सुख एउटा हुन्छ, मन चित्तदेखि भएको सुख हुन्छ। जोस जिउको दुःख, मनको दुःख, जिउको सुख, मनको सुख भनेर चाहिँ दुई दुई किसिमको हुन्छ। त्यसो कारणले हामीले चाहिँ जहिले पनि दुःख चाहिँदैन, सुख चाहन्छु भनेर चाहिँ मनमै छ। त्यो मनमा भएको कारणले हामीले जहिले पनि के गर्छ भनेदेखि त्यो पाउनुको लागि, दुःखहरू सबै हटाउनुको लागि र सुखहरू सबै पाउनुको लागि भनेर चाहिँ हामीले धेरै सोच्छ अनि हामीले धेरै प्लानहरू बनाउँछ, हामीले धेरै कामहरू गर्छ। तर सोचेर कामहरू धेरै हामीले अहिलेसम्म गरिसकेको छ, पछि पनि हामी गर्छ होला। तर त्यस्तो सोच र काम, अहिलेसम्म गरेको सोच र कामले हामीले दुःखहरू सबै हटाउन सकेको सकेन
अनि हामीले सुखहरू सबै पाएको छ कि छैन त्यो चाहिँ हामीले राम्रो गरेर सोच्नुपर्छ। त्यो सत्य नै हामीले राम्रो सोच्यो भनेदेखि अनि हामीले त्यो अनि दुःखहरू हटाउन सक्यौँ छैन, अझै हामीले दुःख धेरै छ। बुढी हुँदै गयो भने त्योभन्दा धेरै दुःख छ। फेरि मर्नु बेलामा पीरले मर्नु पर्ने त्यस्तो दुःख धेरै छ। अब 25 जन्मको कुरा चाहिँ भन्नु नपर्ने। त्यसो कारणले यही जन्ममा पनि दुःख, 25 जन्ममा पनि दुःख। त्यसो कारणले हामी दुःखै अनि त्यो दुःखैबाट हाम्रो जीवन चाहिँ जाने हो कि पछि पनि मलाई दुःख चाहियो भनेर चाहिँ हामी जाने हो कि, त्यो हामीले सोच्नु पर्यो। त्यसो कारणले अब हामीले चाहिँ दुःख नचाहिने सुख चाहिने हो, तर हाम्रो कामदेखि, हाम्रो गर्ने तरिका, हाम्रो सोच्ने तरिका र गर्ने तरिकादेखि त्यो दुःख हटाउन नसक्ने, सुख चाहिँ पाउन नसक्ने भयो। त्यो के कारण हो? त्यसो कारणले चाहिँ शान्ति देवाले अनि आर्याचार्य अनि बुद्धि भन्ने बुद्धिसत्व भनेको एउटा छ, मरे बुद्धि आर्याचार्य भन्ने छ। त्यो भित्र चाहिँ के भनेको छ भनेदेखि दुङ्गल दोर्दो सेम यो क्या दुङ्गल नि लङ्गो देवा दो क्या तिमुपे रङ्गी देवा डादर जोम भनेको छ। त्यो के भनेको हो भनेदेखि दुङ्गल दोर्दो सेम यो क्या दुङ्गल नि लङ्गो मलाई दुःख चाहिँदैन, म दुःख परो अनि हटाओस्, मेरो दुःख सबै अनि के अरे त्याग्नु सकोस्, मलाई दुःख चाहिँ नहोस् भनेर चाहिँ मनमा चाहिँ त्यो छ। तर पनि जहिले पनि हामीलाई अनि दुःख पाउने हो, जहिले पनि हामीले दुःखै हुन्छ रहेछ भने दुङ्गल दोर्दो सेम यो क्याङ त्यो दुङ्गल नि लङ्गो भनेको मतलब चाहिँ मनमा चाहिँ दुःख नचाहिने हो, तर चाहिँ हामी चाहिँ अनि दुःखबाट जिन्दगी जिएर जान्छ रहेछ। त्यो के हो भनेको फेरि अनि त्यसको पछि देवा दो क्या तिमुपे रङ्गी देवा डादर जुम। आफूले चाहिँ सुख चाहिँ जहिले पनि चाहन्छ, तर भने सुख भने चाहिँ के हो, सुख कहाँबाट आउँछ, सुख पाउनुको लागि के गर्नुपर्छ भनेको तरिकादेखि लिएर उपायदेखि लिएर त्यसकोहरू सबै हामीले थाहा छैन। त्यसो कारणले हामीले के छ भनेदेखि मिसे पे मोङ्बा गरे अभिज्ञा हो, अभिज्ञा अज्ञानता, अभिज्ञा अज्ञान भने हाम्रो मनको भित्र चाहिँ नजानेको कुराहरू धेरै हुन्छ। हाम्रो मनको भित्र चाहिँ अनि सत्य कुरा चाहिँ के हो, सुख भने चाहिँ के हो, सुखको अनि सुख पाउनेको बाटो के हो, सुख पाउनेको तरिका अनि त्यो उपायहरू के हो भने चाहिँ हामीले जान्दैन, थाहा छैन। त्यो थाहा नभएको कारणले अनि अज्ञान भएको कारणले अनि हामीले चाहिँ अनि दुःख सुख चाहेर भने सुख हामीले नपाउने हो भनेको कुरा। देवा दो क्या तिमुपे रङ्गी देवा दादर जोम भने चाहिँ आफैले अब डल खर्छ एउटा दुश्मन, आफूले दुश्मन छ भनेदेखि आफूले त्यो दुश्मन चाहिँ त्याग्छ नि, त्यही दोषो गरेर आफू सुख चाहिन्छ तर अज्ञानको कारणले आफ्नो सुख आफूले त्याग्छ भन्छ। हो त्यो देवा दो क्या तिमुपे रङ्गी देवा डादर जोम भनेर। त्यसो कारणले मैले अहिले के भन्न चाहन्छु भनेदेखि बुद्धले के भनेको भनेदेखि धर्म पर्जे धर्मलाई धेरै पर्यो भनेदेखि के हुन्छ भनेदेखि थेपे छेनम सेपर ग्योर भने चाहिँ के भनेको भनेदेखि तपाईँले धर्म पर्यो भनेदेखि सुख र दुःख भने चाहिँ के हो, फरक के छ भनेर अनि सबै थाहा हुन्छ भनेको एउटा। त्यहाँदेखि दुःख चाहिँ अनि आफूले त्याग्नु पर्यो, त्यो निभाउनु पर्यो, त्यो हटाउनु पर्यो, त्यसको तरिका दुःख अनि हटाउनेको तरिका त्याग्नेको तरिका उपायहरू के हो त्योहरू सबै धर्म परिचय राम्रो भयो भने, धर्मले राम्रो सिक्यो भने, धर्मले जानकार गर्यो भनेदेखि, धर्म पर्यो भनेदेखि त्यो सबै थाहा हुन्छ भने। यो मात्र नभएर सुख भने चाहिँ के हो,
सुख भने चाहिँ कहाँबाट आउँछ, कसरी हामीले सुख भने चाहिँ पाउँछ भने त्यसको सुखहरू सबै अनि पाउने तरिकाहरू सबै अनि थाहा हुन्छ भनेको। त्यो मात्र नभएर खर्च गेवा त दिग्बा कुशल कर्म र अकुशल कर्म भने चाहिँ के हो त्योहरू सबै धर्म पर्यो भनेदेखि थाहा हुन्छ भनेको। त्यो मात्र नभएर अब बुद्धको धर्मको भित्र चाहिँ अनि कुराहरू चाहिँ धेरै ठुलो हुन्छ नि, सागर जस्तो हो। बुद्धको धर्म भनेदेखि सागर जस्तो धेरै नै गहिरो धेरै नै ठुलो छ। अनि सम्बुद्ध लेबीमा भन्छ नि तिङ सबला क्या छेवा भन्छ। तिङ सबला भने चाहिँ गहिरो गम्भीर बृहत गम्भीर, अनि क्या छेवा भने चाहिँ के हो धेरै विशाल त्यस्तो छ भने त्यो हो। हामीले अब कङ्ग्युर भने चाहिँ हामी सबैले अनि सुनेको छ होला। अब हामी यहाँ त्यो गाउँ गाउँतिर अनि हाम्रो हिमालयन क्षेत्रतिर बुम भने चाहिँ हामीले पढ्छ नि, बुम गेतोङबा सुङदुई भने हामीले पढ्छ नि। अब त्यो बुम गेतोङबा सुङदुईहरू चाहिँ कहाँ छ, कङ्ग्युर भनेको भित्र छ। कङ्ग्युर भने चाहिँ के हो, कहाँ भने चाहिँ बुद्धले दिनुभएको अनि धर्म अनि ग्रन्थहरू धर्मको ग्रन्थहरूलाई अनि कहाँ भन्छ त्यो चाहिँ अनि सम्बुद्ध लेबीमा ट्रान्सलेटर गरेर अनुवाद गरेको अनि ग्रन्थलाई चाहिँ कङ्ग्युर भन्छ। त्यो कङ्ग्युर चाहिँ 100 ठेला हुन्छ, ग्रन्थ 100 हुन्छ। अब त्यो भित्र हामीले पढ्यो भनेदेखि त्यो भित्र चाहिँ बुद्ध धर्मको कुरा धेरै भन्नुको हुन्छ। त्यो भित्र शिक्षाको कुराहरू पनि धेरै उहाँले दिनुहुन्छ। त्यो मात्र नभएर अनि वैज्ञानिकको कुराहरू पनि धेरै त्यहाँ त्यो भित्र हुन्छ, साइन्सको कुरादेखि लिएर। त्यो मात्र नभएर अनि फिलोसफी सिद्धान्तको कुराहरू पनि धेरै हुन्छ। त्यसो कारणले बुद्ध धर्मको अनि धर्म भने चाहिँ सागर जस्तो धेरै हो। अब हामीले अनि बुद्धको धर्म पढ्यो भनेदेखि के हुन्छ भनेदेखि त्योहरू सबै थाहा हुन्छ होइन। अहिले हामीले अब बुद्ध धर्म अनि नपढेको कारणले बुद्ध धर्म भने चाहिँ अनि कस्तो छ, बुद्ध धर्म चाहिँ कति गहिरो छ, कति गम्भीर छ, कति अनि त्यो खर्च ज्ञाछवती खर्च विशाल छ हामीले थाहा छैन। तर बुद्ध धर्ममा पसेर राम्रो गरेर पढ्यो भनेदेखि त्यो सबै थाहा हुन्छ। मैले पहिला बुद्ध धर्म कङ्ग्युरको भित्र भएको सबै सूत्र तन्त्रमा अनि त्यो डिभाइड गरेर खर्च विभाग गरेर पढेको थियो। तर कङ्ग्युर मैले एक एक गरेर चाहिँ मैले अनि त्यति ध्यान चाहिँ दिएको छैन। तर 2017 यसपाल चाहिँ मैले आफ्नो गुरुदेखि कङ्ग्युरहरू सबैको लुङहरू आगमहरू सबै मैले अनि थापेको छ, पाएको छ। त्यसो कारणले मैले त्यो बेलामा चाहिँ कङ्ग्युरको त्यो ग्रन्थहरू चाहिँ मैले चाहिँ जति सक्यो मैले चाहिँ पढेको। खास तन्त्रको अनि कङ्ग्युरको भित्र तन्त्रको ग्रन्थ 21 छ, त्योहरू सबै मैले पढेको। धेरै गहिरो धेरै बुद्धको धर्म भने चाहिँ। त्यसो कारणले हामीले बुद्धको धर्मलाई अनि पढ्यो भनेदेखि त्योहरू सबै अनि थाहा हुन्छ। अब बुद्ध धर्म पढेन भनेदेखि म बुद्ध धर्मलाई मान्छु, म बुद्ध धर्मले अनि ढोग्छु, म बुद्ध धर्मको पूजाहरू चाहिँ गर्छु, त्यो मात्र गरेर बस्यो भनेदेखि बुद्ध धर्मको त्यो कुराहरू चाहिँ सबै थाहै हुँदैन। त्यो थाहा नभएदेखि अब हाम्रो धर्म गर्ने तरिका चाहिँ के हुन्छ भनेदेखि पूजापाठ मात्रमा जान्छ। फेरि हामीले चाहिँ फेरि धर्म भने चाहिँ पूजापाठ हो भनेको कुरामा गएर अनि पूजा गर्ने बेलामा फेरि पैसा धेरै चढाउनु पर्यो अनि पैसा धेरै युज त खर्च
प्रयोग गर्नु पर्यो। त्यसो कारणले अनि बुद्ध धर्म भने चाहिँ धेरै गोङछम्पु लगाउँछ, महँगो हो भन्छ फेरि है। अरू धर्म चाहिँ त्यसलाई पैसा पनि दिनु नपर्ने, धर्म पनि यता दिन्छ रहेछ, पैसा पनि यता दिन्छ रहेछ, दबाईहरू पनि यता दिन्छ रहेछ। त्यसो कारणले अरू धर्महरू चाहिँ अनि सस्तो भयो, हाम्रो बुद्ध धर्म चाहिँ धेरै त्यो अनि महँगो भयो भनेर कुरा पनि यस्तो हुन्छ रहेछ। त्यसो कारणले यस्तो होइन। सत्य कुरामा बुद्ध धर्म भन्ने चाहिँ अहिले यो समयमा चाहिँ कस्तो छ भनेदेखि अहिले युरोप, अमेरिका अनि त्यो धेरै त्यो इकोनोमिकमा आर्थिकमा धेरै अनि विकास भएको, त्यहाँ त्यो पनि धेरै ज्ञान भएको, धेरै शिक्षा भएको वैज्ञानिकहरूले पनि बुद्ध धर्म भने चाहिँ धेरै नै अनि राम्रो रहेछ, धेरै नै गहिरो रहेछ, धेरै नै त्यहाँबाट सिक्नु सक्ने रहेछ भनेर चाहिँ अहिले सबैले थाहा भएको छ। त्यसको कारणले अहिले साइन्टिस्टहरूले बुद्ध धर्मको बारेमा धेरै पढ्दैछ। त्यो मात्रै नभएर अनि यो मोडर्न एजुकेसनमा खास गरी आधुनिक शिक्षामा धेरै ज्ञान भएको मान्छेहरूले पनि बुद्ध धर्मले धेरै मानेको छ, धेरै पढ्दैछ। त्यस्तो छ। पहिलातिर त युरोप, अमेरिकातिर चाहिँ बुद्ध धर्म भने चाहिँ मान्छे एक दुईले भने थाहा नभएको त्यस्तो हो। बुद्ध धर्म चाहिँ इन्डियामा पहिला भएको छ, त्यसको पछि बिस्तारै हाम्रो नेपालमा, त्यो चाइनामा, तिब्बतमा यसरी धर्महरू फैलाएको छ। त्यसको कारणले बुद्ध धर्म भनेदेखि एसिया कन्ट्री मात्रमा अनि कुराहरू छ। अब त्यो बिस्तारै बिस्तारै अब अहिले युरोप, अमेरिकातिर बुद्ध धर्मलाई मान्ने एक गर्छ, हिँडे दिनदिनै धेरै अनि फैलाएको छ। अब त्यहाँ किन फैलाएको? त्यहाँ त पैसाको काम पनि छैन, पैसामा त उनीहरू धेरै छ, बाहिरको त्यो डेभलपमेन्ट विकास धेरै छ। त्यो त्यहाँ त धर्म भने चाहिँ नचाहिने जस्तो त हो नि, तर बाहिरको जति विकास भएर पनि मनको सुख चाहिँ अहिले पनि उहाँहरूले पाएको छैन। त्यसो कारणले जीवको सुखभन्दा मनको सुख चाहिँ ठुलो भएको कारणले अब त्यसको लागि चाहिँ एउटा तरिका, एउटा उपाय चाहियो। त्यसको लागि चाहिँ धर्म चाहिएको छ। धर्मको भित्र पनि धेरै किसिमको छ। त्यो धर्म चाहिँ कस्तो चाहियो भनेदेखि साइन्टिफिक धर्म त्यस्तो चाहिएको छ। त्यसो कारणले अब बुद्ध धर्म चाहिँ साइन्टिफिक धर्म रहेछ। त्यो मात्र नभएर बुद्ध धर्म चाहिँ अन्धविश्वासले गर्ने धर्म होइन रहेछ। त्यसले चाहिँ आफ्नो दिमाग, आफ्नो बुद्धि सबै लगाएर अनि त्यो बुद्ध धर्मलाई पढ्यो भनेदेखि त्यहाँबाट सत्य कुराहरू धेरै थाहा हुने रहेछ। अनि सुख र दुःख हटाउनेको तरिका, सुख पाउनेको तरिका सबै अनि त्यहाँ बुद्ध धर्मदेखि पाउन सक्ने रहेछ भनेर अनि त्यहाँ बुद्ध धर्मले विश्वास आजकल धेरै वैज्ञानिकहरू अनि त्यसो हुँदैछ। त्यसो कारणले चाहिँ बुद्ध धर्म भने यस्तो भएको कारणले हामीले पनि बुद्ध धर्मलाई चाहिँ राम्रो गरेर पढ्नुपर्छ। त्यसको लागि चाहिँ अनि बुद्ध धर्मको बारेमा चाहिँ अनि गुरुहरूले चाहिँ राम्रो सिकाउनुपर्छ। जनताहरूलाई बुद्ध धर्म राम्रो सिकाउने, जनताहरूले पनि बुद्ध धर्म चाहिँ राम्रो पढ्ने, त्यसो भएदेखि धेरै फाइदा हुन्छ। त्यसो कारणले हाम्रो लेभलमा हुनु त अनि तन्त्र वाङ भन्नेहरू चाहिँ धेरै ठुलो र धेरै राम्रो हो, तर आफ्नो लेभललाई, हाम्रो लेभललाई पहिला हामीले बुद्ध भने के हो, धर्म भने के हो, सङ्घ भने के हो त्यही थाहा छैन। तुरुन्त अनि तन्त्र परेर वाङमा गएर अनि त्यस्तो ठुलो ठुलो पूजा सुजा पाठहरू, त्यहाँ ठुलो ठुलो अनि त्यो अभ्यासहरू गर्नु सक्दैन नि, त्यो धेरै गाह्रो हो नि। त्यसो कारणले पहिला हामी त्यो भर्याङमा जाँदाखेरि तल्लादेखि नै जानुपर्छ। भर्याङमा जाँदाखेरि तल्लादेखि नगएर तुरुन्त माथि छोड्ने गर्छ। हाम फालेर गयो भनेदेखि
पछि खुट्टाहरू सबै त्यो के भन्छ भाँचेर तल खस्नु सक्छ होइन। त्यसो कारणले चाहिँ हामीले टेम्पू छैन सुधीर राम्ररी अनि त्यो राम्ररी बिस्तारै तल्ल भर्याङदेखि पढ्दै गयो भनेदेखि राम्रो हुन्छ। यो मैले त्यसरी भन्ने होइन, म आफैले त्यही पढेर गएँ नि। हाम्रो त्यो मोडर्न एजुकेसन आधुनिक शिक्षामा भने पहिला 1 क्लास 2 क्लास 3 क्लासदेखि लिएर 12सम्म पढ्ने, त्यसको पछि अनि त्यहाँ के भन्छ कलेजमा गएर बिस्तारै अनि त्योहरू पढ्ने। त्यो चाहिँ पछि हाम्रो टाइम छ त्यो बेलामा अहिले राख्नुहोस्। चलो त्यो के अरे अनि कलेजमा पढ्ने, त्यसको पछि बिस्तारै बिए एमए अनि त्यहाँ त्यसको पछि चाहिँ डक्टर डिग्रीसम्म पढेर यसरी जान्छ नि। त्यही दोस्रो हाम्रो बुद्ध धर्ममा भने 1 क्लास 2 क्लासदेखि पढ्दै गएर चाहिँ अनि पछि अनि त्यहाँ तन्त्रको सबभन्दा ठुलो अनि खर्च तान्त्रिकमा चाहिँ 4वटा त्यो हुन्छ, त्यसमा सबभन्दा ठुलोमा चाहिँ अनि बिस्तारै हामीले त्योहरू गर्नु सक्छ। अभ्यासहरू सबै राम्रो गर्न सक्छ। तलदेखि नि राम्रो त्यो नपरेर अभ्यास नगरेर तुरुन्त अनि त्यो ठुलोमा त्यो गर्नदेखि गाह्रो हुन्छ। त्यसो कारणले अनि के अरे हाम्रो महागुरु गुरुपेदमा सम्भवले भने अनि उहाँले त्यस्तै बाटो देखाएर भन्नुभएको छ। त्यसो कारणले चाहिँ पहिला हामीले के गर्नुपर्छ भनेदेखि बुद्ध धर्मलाई पहिला राम्रो गरेर चाहिँ पढ्नुपर्छ। पढ्यो भनेदेखि धर्मको कुराहरू सबै एक गरेर सबै राम्रो थाहा हुन्छ भनेर थेबे छैन सेबरी गुरु थेबे दिले 2 वर्ष भनेर धर्म राम्रो पढेर अभ्यास गर्यो भनेदेखि पापहरू सबै अनि निभाउन सक्छ, पापहरू सबै त्याग्नु सक्छ भनेको थेबे दिले 2 वर्ष थेबे तेमा यम्बा पङ भने चाहिँ बुद्ध धर्म परिचय गरेर चाहिँ धर्म राम्रो पढ्न सक्यो भनेदेखि अनि ध्यान र आस्था के अरे साधना भन्ने कुराहरू सबै थाहा हुन्छ। ध्यान र साधना भने चाहिँ कुरा थाहा भएर अनि जहिले पनि मेडिटेसनमा बस्नु सकेर आफ्नो मनको भित्र भएको अनि त्यो क्लेशहरू सबै अनि त्याग्नु सक्छ भनेको थेबे तेमा यम्बा पङ थेबे न्याङे देव थप्स। अनि लास्टमा चाहिँ के हुन्छ भनेदेखि बुद्ध धर्मले पढेर अभ्यास गर्दै गएर चाहिँ अनि लास्टमा चाहिँ हामी आफै बुद्ध हुन्छ भनेको बुद्धको भूमिमा पुग्छ भनेको त्यो थेबे न्याङे देव थप। त्यसो कारणले हामीले पहिला योहरू चाहिँ थाहा हुनुपर्छ। त्यसको लागि धर्म पढ्नुपर्छ। एउटा चाहिँ म यहाँ एक्जाम्पल राम्रो एउटा दिन्छु उदाहरण, त्यो सबैले आफ्नो मनमा राख्नुहोस् होइन। ओके अब त्यहाँ सोच्नुहोस् होइन। अब म चाहिँ काठमाडौँबाट अब यहाँसम्म आएको हो नि। त्यही दोस्रो आजकल कुराहरूले के गर्छ भनेदेखि हाम्रो त्यहाँ आफ्नो घरबाट विदेशबाट नेपालमा आएर त्यहाँदेखि घाङ्ग्रेमुछे भन्छ नि, घाङ्ग्रेमुछे के हो पर्वत माउन्ट क्यालेस छ नि, त्यहाँ जान्छ। माउन्ट क्यालेसको तलदेखि बिस्तारै त्यहाँ चढेर चाहिँ माउन्ट क्यालेसको माथि पुग्छ नि। हाम्रो नेपालको शेर्पा खरेसा तेन्जिङ शेर्पा भने अनि त्यहाँ माउन्ट क्यालेसको माथि टुप्पामा चाहिँ पुग्नु सक्यो नि। अब त्यसमा चाहिँ हामीले सोध्नुहोस् त, अब माउन्ट क्यालेसको टुप्पामा म पुग्नु सक्नु गर्छु भन्नेको मन भएको राम्रो त हो नि। तर त्यो माथि पुग्नुको लागि चाहिँ के चाहियो? माथि जानु सक्नु पर्यो। त्यो माथि जानु सक्नुको लागि पहिला के हामीले थाहा हुनुपर्छ? बाटो सबै थाहा हुनु पर्यो नि। त्यो माउन्ट क्यालेसको टुप्पामा चाहिँ हामी अनि चढ्छु भन्ने मन छ, तर त्यो माथि पुग्नुको लागि चाहिँ अनि बाटो के हो भनेर चाहिँ थाहै छैन भनेदेखि कसरी जाने? माथि पुग्नु सक्दैन नि। त्यही दोस्तो माउन्ट क्यालेसको टुप्पा चाहिँ
उदाहरण के हो बुद्धको उदाहरण बुद्ध भूमि अब माउन्ट कैलाशको माथि टुप्पामा पुग्नुको लागि चाहिँ त्यो बाटोहरू सबै हामीले थाहा हुनु पर्यो हैन त्यही दोस्तो बुद्ध भूमिमा पुग्नुको लागि बाटोहरू सबै हामी थाहा हुनुपर्छ बुद्ध भूमिमा पुग्नुको लागि हामीले बुद्ध भूमिमा पुग्नेको अनि बाटोहरू लामाहरू के छ कहाँदेखि सुरु गर्नुपर्छ त्यहाँ जाने बेलामा चाहिँ के हुन्छ रहेछ त्योहरू सबै बाटो थाहा हुनु पर्यो नि सप्टा लखरसा सप्टा मेप नक्सा हामीले अब नेपालको कुराहरू थाहा हुनु बेलामा चाहिँ अब नेपाल भने चाहिँ जग्गा के हो भनेदेखि हामीले नक्सा हेर्नु पर्यो नि नक्सा हेरेर ओ नेपाल भने चाहिँ यसो पो रहेछ यताबाट आयो भने नेपालमा पुग्छ उताबाट आयो भने नेपाल भनेर नक्सा थाहा हुनु पर्यो नि हैन त्यही जस्तो गरेर बुद्धको धर्मको नक्सा चाहिँ पहिला थाहा हुनुपर्छ हामी जहिले पनि साङ्गे छोदो चुनाउन छन्जु बादु दाने के दागी जुजो के डोला फेन्जेर साङ्गे डुबर सो भनेर बुद्ध होस् जहिले पनि प्रार्थना गर्छ केवा कोन्दो याङ्दा लामा त ड्यामेज चुके पेरालो सदा लङ्गे तोजे छाङ्गे गोपाङ युर्थोप सो भनेर चाहिँ गर्छ वज्रधाराको भूमि चाहिँ छिटो हामीले पाओस् भनेर चाहिँ जहिले पनि हामीले प्रार्थना चाहिँ गर्छ तर दोजीसँग के हो थाहै छैन बुद्ध के हो थाहै छैन बुद्धको भूमिमा पुग्नुको लागि बाटो के हो हामीलाई थाहै छैन हैन त्यसो कारणले नपर्यो भनेदेखि बाटै थाहा हुँदैन बुद्ध धर्म बुद्धको भूमिसम्म पुग्नेको बाटै थाहा हुँदैन अब बाटै थाहा नभएर चाहिँ हामी फेरि बुद्धमा पुगोस् हामी बुद्धमा पुग्नुको लागि जान्दैछ भने कसो जाने त्यो बेलुका लाइट पनि छैन बाटो पनि देखेन म त्यहाँ जान्छु भनेर गयो भनेदेखि लोर्दै कहाँ पुग्ने हो नि हैन हो त्यस्तो भयो अज्ञानको कारणले हामीले त्यो धर्मको कुराहरू बुद्ध धर्म भूमि त्यो बाटोहरू अनि अज्ञान भयो भने थाहा नभएदेखि त्यस्तो हुन्छ हाम्रो धर्म गर्नेको तरिका त्यसो कारणले हामीले धर्म भने चाहिँ जान्नुपर्छ थाहा हुनुपर्छ थाहा हुनुको लागि चाहिँ अनि हामीले के गर्नुपर्छ भनेदेखि पढ्नुपर्छ धर्मको लागि पढ्नुपर्छ त्यसो कारणले चाहिँ मैले अहिले यो भनेको पहिला धर्म पढ्नुपर्छ त्यसको लागि धर्म देशना धर्म परिचय भने चाहिँ धेरै ठुलो कुरा हो त्यो अहिले हाम्रो लेभलमा वाङ भन्दा यो ठुला हो हाम्रो यहाँ म एउटा कुरा भन्न चाहन्छु हैन काठमाडौँमा मैले चिनेको एउटा छ उहाँ पनि तामाङ नै हो उहाँ चाहिँ फेरि सिधा रहेछ कुरा गर्नु बेलामा फेरि एक दिन चाहिँ उहाँले मेरो किताब चाहिँ देख्यो रहेछ त्यहाँ चाहिँ अनि गिसो लोप्सान दावा तामाङ लेखेको छ नि उसले तामाङ लेखेको चाहिँ हेरेर थाहा भएर ओ म त उहाँ भेट्नु पर्ने भनेर आयो त्यस्तो रहेछ अनि मेरो कहाँ आयो उहाँले भन्यो गुरु मलाई हेर्नुहोस् मैले हेरेको मेरो टाउकोमा हेर्नुहोस् टाउकोमा हेरेको उसको टाउकोमा चाहिँ अनि बालहरू सबै सेतो भएर छ है उहाँले भन्यो काबलहरू मेरो काबलहरू सबै सेतो हुनेसम्म मैले वाङ थापेँ तर के भन्नु भएन के होला भने उहाँले होइन अनि मैले उहाँलाई जक दिएँ भने आज हजुरले बुद्ध धर्म तलदेखि परेर नगएर तुरुन्त माथि छोङ्दी गर्छ उभिएर हाम फालेर तन्त्रको वाङमा गएको कारणले हो भने त्यसो कारणले हामीले चाहिँ जहिले पनि सत्य कुरालाई हामीले मान्नुपर्छ सत्य कुरा के हो भनेदेखि हो यसरी भर्याङमा अनि चरेको जस्तो बिस्तारै पढ्दै हामीले जानुपर्छ भनेको त्यो कुरा चाहिँ हो त्यसको कारणले बुद्ध धर्म परिचय चाहिँ धेरै त्यो हो